सो हेलो एभ्रीबडी, आज हामी पढ्नेवाला छौँ अल्डिहाइड एन्ड किटोनबाट आउने एकदमै इजी यट कतिचोटि मान्छेले कम्प्लेक्स गर्न छोडेर हुन्छौँ। यो भनेको 2,4-DNP टेस्ट हो। सो 2,4-DNP टेस्ट भनेको के म झ्याप्प बुझाइदिइहाल्छु होइन। 2,4-DNP टेस्ट भनेको एउटा यस्तो टेस्ट हो जसले चाहिँ कुनै पनि कम्पाउन्ड अल्डिहाइड किटोन हो कि होइन भनेर टेस्ट गर्छ होइन। 2,4-DNP ले कुन कम्पाउन्ड अल्डिहाइड हो र कुन कम्पाउन्ड किटोन हो भनेर चाहिँ थाहा दिन सक्दैन, तर छ कि छैन भनेर चाहिँ प्रुभ गरिदिन्छ है 2,4-DNP ले। सो 2,4-DNP को सुरुमा हामी स्ट्रक्चर बुझौँ के हो 2,4-DNP भनेको चाहिँ। 2,4-DNP भनेको 2,4-डाइनाइट्रोफिनाइल हाइड्राजिन हो। कस्तो नाम सुन्दाखेरि कम्प्लेक्स लाग्यो होला, तर एकदमै इजिली ब्रेकडाउन गरिदिन्छ। 2,4-डाइनाइट्रोफिनाइल हाइड्राजिन भनेपछि फिनाइल आयो सुरुमा है। फिनाइलको लागि हामी बेन्जिन रिङ बनाइदिउँ एउटा। बेन्जिन रिङ बनाएपछि 2,4-डाइनाइट्रो, टूमा एउटा मैले यहाँनिर टूमा एउटा नाइट्रो हालिदिएँ र फोरमा एउटा नाइट्रो हालिदिएँ र फिनाइल हाइड्रोजिन भने नि त्यो सुरुको फङ्सनल ग्रुपमा चाहिँ NH2 र NH हो। यो भनेको हाम्रो 2,4-DNP हो। अब यो 2,4-DNP भइसकेपछि एकचोटि यहाँ हेर त, जुन यो NH2 भनेर छ नि, यो NH2 को H2 र मैले अगाडि लान पाउँछु नि है, मतलब एउटै तरिका है। यहाँ हेर म भनिदिइहाल्छु, H2N NH अनि हाम्रो यसरी यसरी भइहाल्यो। त्यसपछि यहाँनिर NO2 र हाम्रो यहाँनिर NO2, यो र यो सेम हो। म यसरी लाइन तानिदिन्छु, हाम्रो मेन रियाक्सन म यहाँ एकदम सजिलो गरिदिन्छु कि। अब मैले लाइन तानिदिएँ भनेपछि हाम्रो के भयो, यो भनेको हाम्रो 2,4-DNP भयो, 2,4-डाइनाइट्रोफिनाइल हाइड्रोजिन। अब यसलाई हामी केसँग रियाक्ट गराउँछौँ, कि किटोनसँग रियाक्ट गराउँछौँ कि अल्डिहाइडसँग रियाक्ट गराउँछौँ होइन। अब म किटोनसँग रियाक्ट गर्छु सबभन्दा सुरुमा। किटोन ग्रुप भनेको के हो भन्दाखेरि RC-डबल-बोन्ड-O र R- ग्रुप हो। अब हेर है एकचोटि, यो भनेको एकदमै सजिलो छ कि, एक्जाममा 1 मार्क्समा आउने हो। 1 मार्क्स तिमीहरूको भर्खरै आउँछ, तिमीहरूले हेरेर नै बुझ्छ है, कतै केही गर्नै पर्दैन। जुन यो O ग्रुप छ नि यहाँ, सरी O भन्न आएछ, O ग्रुप भन्न आएछ, अक्सिजन छु नि जुन यो यहाँ, यो अक्सिजन र यो H2 मिसिदिन्छ के, यो र यो जोडिन्छ। यो र यो जोडी चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ N को पनि दुईटा बोन्ड खाली हुन्छ र C को पनि दुईटा बोन्ड खाली हुन्छ, दुईटा त्यहाँबाट छुट्याएर गइसकेपछि। अब त्यसो भएपछि म तलपट्टि लेखिदिएँ, यसको प्रडक्ट के हुन्छ त भन्दाखेरि H2O यतापट्टि हुने भइहाल्यो, H2O को H2O, किनभने हाम्रो यसरी H2O बन्यो। र त्यसपछि N को डबल बोन्ड दुईटा खाली भयो र C को डबल बोन्ड दुईटा खाली भयो भनेपछि यो C र यो N जोडिन्छन् भनेपछि कस्तो आयो त हाम्रो भन्दाखेरि R आयो यहाँ, मैले C लेखेँ यहाँ र मैले R- गरेँ है। मैले यसरी लेखेँ, यो यसरी थियो, मैले यसरी लेखिदिएँ, त्यो केही भएन, जसरी लेख्न पनि पाइन्छ, आफ्नै इच्छा। अब यो C को डबल बोन्डलाई मैले यहाँनिर बनाएँ र N को जुन दुईटा बोन्ड थियो नि, मैले N लाई पनि यहाँनिर लेखिदिएँ। N लाई लेखिसकेपछि NH भयो र यो यसरी भएपछि यो यस्तो, यो सेम टु सेम। अनि यो चाहिँ एउटा डेरिभेटिभ अफ हाइड्राजोन हो, त्यो भनेर भन्नु पर्दैन, यसलाई बस डेरिभेटिभ अफ हाइड्राजोन भनेर लेख्यो भने चाहिँ तिमीहरूको एन्सर आउँछ। एन्ड इट्स द्याट इजी, बुझ्यौ नि, द्याट इजी, भेरी इजी, इट्स भेरी इजी। अनि त्यसपछि एक्जाममा क्वेसन कहिलेकाहीँ के भनेर आउँछ भन्दाखेरि चाहिँ नेम अ कम्पाउन्ड द्याट वेन इट रियाक्ट्स विथ अल्डिहाइड अर किटोन गिभ्स येल्लो, रेड और ओरेन्ज कलर भनेर आउँछ कि। त्यो भनेको पनि 2,4-DNP हो कि। यसरी टेस्ट गरिसकेपछि 2,4-DNP ले यो जुन फर्म भएको छ नि, यो चाहिँ प्रेसिपिटेट हो, ठिक छ, यो प्रेसिपिटेट हो। र यो टेस्ट ट्युबमा फर्म हुँदाखेरि प्रेसिपिटेट चाहिँ यो कि रेड हुन्छ कि येल्लो हुन्छ कि ओरेन्ज कलरको हुन्छ होइन, कि रेड, ओरेन्ज, येल्लो, यो तिनवटा एउटा कलरको हुन्छ र मोस्टली यो गोल्डन कलरमा आउँछ, तिनवटा मिक्स जस्तो भएर आउँछ होइन। सो यति भएपछि बुझिहाल्यो तिमीहरूले। अब H2O बन्यो अनि H2O पछि यतापट्टि हाम्रो यो डेरिभेटिभ अफ हाइड्रोजन बन्यो। एन्ड द्याट्स इट, द्याट्स DNP टेस्ट। अनि एक्चुअली ओल्ड इज गोल्डमा हेर्छौ भने तिमीहरूले पल्टाएर ओल्ड इज गोल्डको सुरुको क्वेसन, सुरुको यहाँ ब्लर आयो, थोरै माथि गरिदिन्छु क्यामेरालाई। सुरुको क्वेसन नै के छ त भन्दाखेरि राइट अ केमिकल इक्वेसन फर इच अफ द फलोइङ 2,4-DNP टेस्ट। यही नै हो एन्सर। एन्ड द्याट्स इट, सही छ।